अहिले समाजमा एउटा भाष्य निर्माण भएको छ। त्यो भाष्य के हो त भन्दा अब देश विकास हुँदैन, अब यो देशमा केही पनि हुँदैन, अब हामी विदेशै जानुपर्छ किनभने यहाँ कसैले कुनै पार्टीले पनि केही गरेन भन्ने एउटा भाष्य निर्माण भएको छ। म तपाईहरुलाई म भन्न चाहन्छु, म तपाईहरुलाई स्मरण गराउन चाहन्छु, अहिलेसम्मको समय अवस्था होइन व्यवस्था परिवर्तनका लागि व्यतीत भएको थियो र अहिले केही वर्ष यता अवस्था परिवर्तनका लागि हाम्रो अग्रजहरूले तपाईहरुले र हामीहरूले हातेमालो गरेर अगाडि बढ्ने अवसर प्राप्त भएको छ। मैले यहाँ उभिँदाखेरि इलाममा भएका विकासका कुराहरू मैले भनिराख्नुपर्छ भन्ने मलाई लाग्दैन। बाटोहरू बन्ने क्रममा छ, पुलहरू बनिसकेका छन्, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटनको कुराहरू पनि अगाडि बढिरहेको छ। मैले यहाँ भनिरहनु पर्दैन। फापोक्तुमकै कुरा गर्दाखेरि फापोक्तुममा 15 शैय्याको अस्पताल बन्दैछ, बाटोहरू निर्माणाधीन अवस्थामा छ, पर्यटकीय कुराहरू उठाएको उठाइ छन् र शिक्षा स्वास्थ्यमा पनि सुधार गर्ने प्रतिबद्धता हाम्रा पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रदेश सरकार र केन्द्रीय सरकारहरू हामी एकअर्कासँग समन्वयकारी भूमिका खेलेर हामी अगाडि बढ्ने प्रतिबद्धता यहाँ गरिसकेका छौँ र त्यसलाई कुरा अगाडि बढाएको पनि म यहाँ तपाईलाई स्मरण गराउन चाहन्छु। मैले यहाँ उभिएर केही कुराहरूको विषयमा यहाँ चर्चा गर्नै पर्छ। हाम्रा स्थानीय सरकारका, हाम्रा यस पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षज्यूहरू पटक पटक काठमाडौँमा आएर सिंहदरबारमा हामीले भेटघाट गरेका छौँ। उहाँले बजेटका माग गर्नुभएको छ, त्यसलाई सम्बोधन गर्नका लागि हामी मन्त्रालयहरू धाउने काम गरेका छौँ र धेरै योजनाहरू हामीले ल्याउन सफल पनि गरेका छौँ। यहाँ झिलको कुरा गर्यौँ हामीले, यहाँ माथि यहाँ हामीले पर्यटकीय क्षेत्रको कुरा गर्यौँ। त्यो पर्यटकीय क्षेत्रहरूमा पनि हामीले योभन्दा अगाडिको वर्ष पनि बजेट हाल्न सफल भएका हौँ, तर केही प्राविधिक कारणले गर्दाखेरि त्यसलाई हामीले पूर्णता भने दिन सकेका छैनौँ। त्यही कारणले गर्दाखेरि अघि न पर्यटकीय क्षेत्रको सुधारको, त्यसको निर्माणको कुरा जुन भएको छ, म यहाँ तपाईहरुलाई विश्वस्त दिलाउन चाहन्छु। त्यसलाई हामी स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारका सम्पूर्ण तपाईहरुका भाइ, तपाईहरुका दाइ, तपाईहरुको सम्पूर्ण जोलाई तपाईले विश्वास गरेर जिताएर पठाउनु भएको छ, हामी एकताबद्ध भएर नथाकिकन हामी दिनरात काम गर्नेछौँ, तपाईलाई गरेर देखाउनेछौँ। म यहाँबाट विश्वास दिलाउन चाहन्छु।